अगस्त मुनि त्यसपछि कन्यादान लिने नआयो र महादेव आउनु होला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर भाङ धतुरो खाई अचेत जस्तै भए अनि विष्णुले अझसम्म महादेव आउनु भएन न कन्यादानको बेला भइसक्यो। आफ्नो हातमा थापौ भने महादेवलाई हुँदैन न अब के गरौँ भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात झसङ्ग भई कन्यादान दिन जाने आजै हो विष्णु पुगिसके होलान् बेला यस्तो सम्झी तत्काल वृत्ति सन्यासीको रूप धारण गरी दक्षको पर पुगी भिक्षा मागे। हे विष्णु, म धेरै परबाट आइरहेको छु। भोग लागिरहेको पहिलो मलाई भिक्षा नदिई कन्यादान गरे दिने दुवैलाई श्राप दिनेछु। सन्यासी रूप महादेवको यस्ता वचन सुनि विष्णु भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो। कन्यादान भएपछि भिक्षा दिएर सन्तुष्ट गराउँला। अहिले म बसेको ठाउँमा आएर बस भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनु भयो। महादेव कस्तो समयमा पुग्नु भयो भने वीरनीले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजातिले सतीदेवीको हात समाती विष्णुको हातमा सुम्पन्न लागेको यस्तो समय पुग्नु भयो र विष्णुले आफ्ना मायाले ढाकेर दक्ष दम्पतिको आँखा छली सतीदेवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिनु भयो। त्यो देखेर दक्षले अत्यन्तै दुखी भई विष्णुको मुखमा हेरी, तिमी भारी कपटी रहेछौ। तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री सतीदेवी यो अवस्थामा पर्न गई। दक्षको यस्तो कुरा सुनेर पनि केही उत्तर नदिई सन्यासी रूपमा महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वयं पार पनि चिन्ता गर्नु पर्दैन। हामी छौ, तँलाई दुःख हुन दिने छैन। अहिले उस्तै सित जाऊ। पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवता स्वयं पाएको सम्झी म जित्ता रहेछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाताले, हे ललाटमा यस्तै लेखेको रहेछ, अब रुन व्यर्थ छ। जस्तो भए पनि माता पिताले दिएको मेरो स्वामी यिनै हुन् भनी
धैर्य धारण गरिन्। त्यसपछि स्वयं सन्यासी रूप महादेवले सतीदेवी तर्फ हेरेर भनी, हे स्त्री, अब यहाँ बसेर के गर्न? आफ्नो घर जानुपर्छ। मातापितासँग बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञा सुनि होस् भनी मातापिताको नजिक गएर, हे माता पिता, अब आज्ञा पाए म जाने थिएँ भनिन्। अनि दक्ष प्रजापति र बिरनीले धैर्य धारण गरेर जाऊ भनी बिदा दिए। सतीदेवीले मातापितालाई प्रणाम गरी सन्यासी रूप महादेवको अगाडि लागेर हिँडिन्। निकै पर पुगेपछि सन्यासी रूप महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिले बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी तिमीलाई परिश्रम पर्ला। सुस्त हिँड। पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्दछु। हजुरको अवस्था छ, परिश्रम पर्ला। बिस्तार हिँडी बक्सियोस्। यस्तो किसिममा अनेक कुरा गर्दै गए। सतीदेवीले आफ्नो स्वामीको वृद्धावस्थादेखि यी वृद्धावस्था भएको र युवती मेरो स्वामीलाई कसैले केही गरी मेरो अपहरण गर्ने हो कि भन्ने चिन्ता गर्दै एक छिन पनि नछाडी पछि लागेर गइन्। कैलाशमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नको लागि कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरी, हे स्त्री, हाम्रो घर यही हो, आइपुग्यो भन्दै औलाले देखाए। अनि अब तिम्रो घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ, मलाई पनि परिश्रम। एकछिन सुत्छु भनी विष भाङ धतुरो खाई बाहिरै सुते। सतीदेवीले यो खरको झुप्रो देखि आफ्नो पिताको घर सम्झेर यस्तो सुवर्णको घरमा बसे कि मलाई यस्तो घरको झुप्टीमा बस्नु पर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसुका धारा बगाए। फेरि मेरो कर्मले यस्तै पारिहाल्यो, के गरौँ भनी मन बुझिन् र पछ्यौरीले आँसु पुछी घरभित्र पसिन्। हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसरिङ्ग मात्र देखिन्। उनले कुचाले माकुराको जालो फाली राम्रोसित बढालेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खाना के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी महादेव सुतेको स्थानमा गई
पनि खुट्टामुनि मुनि बसिरहिन्। 4 दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरी, हे पापिनी स्त्री, मलाई बाहिर एक्लै सुताई आफू भित्र सुतिस? यसो गरे पनि के तँलाई खानु पर्दैन थियो? केही खाइस कि खाएकै छैनस् भन्दै अनेक तरहले रिसाउन लागेको देखि हँसाइलो मुख गरी स्वामीको मुखमा हेरी, हे स्वामी, हजुरलाई गहिरो निद्रा परेको देखि जागा गराउन सकिन न र म सुतेकी पनि छैन, यही बसिरहेको छु। मैले त भण्डारमा जे भएको खाइसके, अब हजुर के खानुहुन्छ भनी सतीदेवी कस्ती भने जस्तै सधैँ श्रृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लाइरहन्थ्यो। सतीदेवीले यस्तो भनेपछि त्यहाँ के थियो र खाइ होली भनी करुणामूर्ति शिवलाई अत्यन्त करुण भयो र हे प्रिय, हाम्रो घर हो यो होइन, त्यो घरको भित्ता च्यातेर हेर त भन्नुभयो र सतीदेवी भन्छन्, हे स्वामी, घरको स्वामी भएको घर नासी भएको घर कहाँ हेर्न जाउँ? फेरि बनाउनु परेमा हजुर वृद्धि भए नारी जाति कसैले बनाइदेला। यस्तो सतीदेवीको वचन सुनि महादेव जुरुक्क उठेर खर्कको भित्तामा लात्तीले हानी उज्जवल कैलाशको दर्शन दिनुभयो। अनेक माणिक्य जडेको सुनले बनेको यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भए। मेरो पिता दक्ष प्रजापतिको घरभन्दा पनि अत्यन्तै राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूपमा महादेवले आफ्नो दिव्य रूपको दर्शन दिई सतीदेवीलाई चोकमा डाकेर लगे अनि हे स्त्री, यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेऊ भन्ने सतीदेवीले तत्काल आज्ञा पालन गरिन्। अनि महादेव पोतेको स्थानमा बसी निर्मल स्फटिकको यस्तो विशम्बर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा आनन्द मानी हर्षको आँसु बगाई, म धन्य रहेछु, जगदीश्वर महादेव स्वामी पाए भनी फुलको माला पहिराई 3 पल्ट
प्रदक्षिणा प्रदक्षिणा नगरी साष्टाङ्ग साष्टाङ्ग दण्डवत दण्डवत गरिन्। त्यसपछि ती दुवै शिवशक्ति शिवशक्ति स्वरूपले रहँदा भए